आदरणीय दर्शकवृन्द, यसै गरी घुम्ने क्रममा आज यो मातातीर्थ विद्युत प्राधिकरणको अफिस जुन देखाइएको सुरु मार्गबाट गयो भने नजिकै मातातीर्थ मन्दिरको नजिकै पुग्ने रहेछ। धेरै लामो छ र थोरै सर्टकट वे खोज्दै हामी यसको गन्तव्य स्थानतिर जाँदैछौँ। कति लामो छ थाहा छैन। यो सुरुङमाथि हेभी हाइटेन्सन बिजुलीको लाइन, बिजुलीको करेन्टहरू दौडिरहेका छन्। हामी यो अन्डरग्राउन्ड अवलोकनको लागि छिरेका थियौँ र पनि थोरै मनमा थोरै डरका साथ हेरौँ न त भन्ने जमर्को गर्दै सुरुङ मार्ग प्रवेश गरिरहेका छौँ र यसको अन्डरग्राउन्ड केबलको अवस्था र नेपालमा अहिले चलिरहेको विद्युत प्राधिकरणको मुनि के कसरी निर्माण भइरहेका छन् ती अवस्थाहरू, सुरुङभित्रको अवस्थाहरू देखाउने जमर्को गरिरहेको छौँ। म र मेरो साथी छौँ, दुईजना मात्रै। अब एक्लै प्रवेश गर्ने हो भने त अवस्था अलिकति क्रिटिकल पनि हुनसक्छ र पनि एकजना साथी हुँदा त्यो खालको महसुस हुँदैन। र नेपालको विद्युत प्राधिकरणको अन्डरग्राउन्ड प्रोसेसिङहरू कसरी बनिरहेका छन् र विद्युत लाइनहरू कसरी प्रवाह भइरहेका छन् भन्ने कुराहरू देखाउन गइरहेको छु। तमाम दर्शक वृन्दहरू यसका क्रिया प्रतिक्रिया गलत अर्थले सम्प्रेषण नगरिदिनु होला। गर्न जसलाई मन लागेको खण्डमा यसका सही निर्देशनहरू छन् भने दिनु होला। कुनै कमजोरी हुन गएकोमा क्षमा प्रार्थी छु र आम नेपाली कयौँ दर्शकहरूले देख्न नपाएको र यसभित्र घुमेर यसको अवलोकन गर्न अधिकार नमिलेका आम नेपाली दाजुभाइ दिदीबहिनीहरू दर्शकहरूमा आज यो सुनौलो अवसर जुन अन्डरग्राउन्डको जुन ताजा अवस्था देखाइरहेको छु, हेर्नुहोला। विद्युत प्राधिकरण